थापाको जनता सबभन्दा बौद्धिक जनता प्रधानमन्त्री पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर प्रधानमन्त्री बन्छु भन्ने सपना पूरा हुन्छ तपाईको स्टेटमेन्टबाट मलाई के फिल भइरहेछ भने तपाईलाई जनतामाथि विश्वास छैन। बालेन जस्तो योग्य नेतृत्वकर्ता चाहिँ यसले नेतृत्व गरेर यो देशको कोल्टो चाहिँ फेर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो मेन कुरा। तपाईँ रातारात चमत्कार गर्छु, नेपाललाई सिङ्गापुर बनाउँछु, नेपाललाई स्विजरल्यान्ड बनाउँछु भन्ने मान्छेहरूको कुरा पत्याउने, तर हिजो अलिक कमजोर भएको स्थितिमा देशको इकोनोमिक कन्डिसन पनि त हेर्नु पर्यो, त्यहाँबाट यहाँसम्म पोजिटिभ डाइरेक्सनमा लगेको कुरा नदेख्ने, त्यो 10 को 10 जितेर आउनुहुन्छ। त्यो नै बालेन शाहको जित हुनेछ। आजको आवश्यकता बालेन शाह हो, आजको परिपक्व आवश्यकता नै बालेन गर्नका निम्ति हाम्रो साथमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जो बालेन शाहको टिमबाट उम्मेदवार हुनुहुन्छ। महोत्तरी 2 बाट आफ्नो उम्मेदवारी दिनुभएको छ र उहाँ अहिले जनताको घर दैलोमा पनि पुगेर सल्लाह सुझाव लिइरहनु पनि भएको छ र के भन्दैछ नेपाली जनताले, उहाँहरूबाट हामी यस्तै संवादको क्रमलाई अगाडि बढाउनेछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा ढिला नगरी स्वागत गरौँ। हजुरलाई कार्यक्रम दृष्टिकोणमा स्वागत छ। धन्यवाद सुषमा। सन्चै हुनुहुन्छ? एकदम ठिक छु। दौडधुप पनि धेरै होला, निर्वाचन आयो। घर दैलोमा, जनताको घर दैलोमा पुग्ने प्रयास गर्दैछु, किनभने हाम्रो क्षेत्र अलि ठुलो छ, लामो छ। सबै ठाउँमा 123 वटा गाउँ छ, 133 वटा बुथ छ, लगभग 36 वटा पालिका वार्डहरू छन्, 5 वटा जति पालिकाहरू छन्। सबै घरमा पुग्न सकिँदैन, तर तै पनि प्रयासरत छु। के भन्दै हुनुहुन्छ नेपाली जनताले तपाईहरुलाई? नेपाली जनताले अहिलेको समयमा परिवर्तन खोजेका छन्, मुक्ति खोजेका छन्, यो दुःखबाट मुक्ति खोजेका छन्, गरिबीबाट मुक्ति खोजेका छन्, यो शोषण उत्पीडनबाट तपाईको मुक्ति खोजेका छन्, भ्रष्टाचारबाट मुक्ति खोजेका छन्, हैन? यो ब्युरोक्रेटिक जुन सिस्टम छ जसले चाहिँ दुःख दिन्छ, एक दिनमा हुने काम 5 दिन लगाउँछ, त्योबाट मुक्ति खोजेका छन् र समग्रतामा त्यो नेगेटिभिटीबाट मुक्ति खोजेका छन्। मैले त्यही अभिप्राय बुझेँ। अनि तपाईहरुको रिप्लाई त्यसमा के छ त? हामी त्यो परिवर्तनको लागि तयार छौँ। हामीले एकदम क्लियर म्यान्डेटको साथमा यो अहिलेको नेतृत्व परिवर्तन हुनुपर्छ, देशको नेतृत्व परिवर्तन हुनुपर्छ र बालेनको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हामीले म्यान्डेट राखेका छौँ, हाम्रो पार्टीले पनि राखेको छ। त्यही अनुरूप नयाँ युवा जागरुक मान्छेहरू, पढे लेखेका मान्छेहरूको टिम बन्नुपर्छ र बालेन जस्तो योग्य नेतृत्वकर्ता चाहिँ यसले नेतृत्व गरेर यो देशको कोल्टो चाहिँ फेर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो मेन कुरा हो। एउटा चाहिँ नेपाली जनताले तपाईहरुलाई प्रश्न पनि गरेका छन्, हैन? धेरै नेपाली जनताले भोलिका दिनमा हामीलाई के हुन्छ, देशको लागि के गर्नुहुन्छ भनेर धेरै नेतृत्वकर्ताहरूले यति बेला प्रश्नको सामना गरिरहनु भएको छ र तपाईहरुको पटक पटकको यहाँभन्दा अगाडिका नेतृत्वहरूले चाहिँ पटक पटक झुटो आश्वासन दिएर अहिलेसम्म नेपाली जनतालाई मत मागेर नेपाली जनताको मत चाहिँ बालुवामा पानी जस्तो बनाएको नेतृत्वमा अहिले तपाईहरु देश हाँक्छौँ, हामी परिवर्तन गर्छौँ भनेर तपाईहरुले पनि झुटो आश्वासन दिइरहनु भएको छ। अब तपाईले कुन आश्वासनलाई झुटो भन्दै हुनुहुन्छ त्यो मलाई थाहा छैन। किन भन्नुस् न? किन भन्यो भने जस्तै बालेन शाहलाई प्रधानमन्त्री बनाएर एउटा देशको नेतृत्व उहाँले चाहिँ हाँक्नुहुन्छ भन्नुभयो, हैन? प्रश्न केमा छ भने हिजोका दिनमा महानगरपालिका, काठमाडौँ महानगरपालिका बनाउँछु भनेर नेपाली जनताले जिताएर पठाएको हो नि। आफ्नो कार्यकाललाई पुरै नगरिकन, आफ्ना बाचाहरू पुरै नगरिकन बिचैमा टाप कसेको व्यक्तिलाई अनि प्रधानमन्त्री बनाएर देश बनाउँछु भनेर अनि पत्याइदिनु पर्ने त? सबभन्दा पहिले उहाँले गरेको बाचा सही हो। काठमाडौँ महानगरपालिका बन्नलाई गरिनुपर्ने कामहरू उहाँले सुरुवात गर्नुभएको छ। तपाईँले 30,000 वार्षिक रूपमा विद्यार्थीहरूलाई फ्री स्कलरसिप दिनुभएको छ। तपाईँले रोजगारीको स्वरोजगारीको लागि लगभग 20,000 जनाभन्दा माथिलाई स्किल सिकाउनु भएको छ। हेल्थमा पनि हरेक ठाउँमा अर्बन हेल्थ क्लिनिक सञ्चालन गर्नुभएको छ। त्यसपछि तपाईँको सक्दो जनतावासीहरूलाई पहिले जुन फोहोर मैलाको व्यवस्थापन जहिले पनि गाह्रो हुन्थ्यो त्यो पनि राम्रो भएको छ। पार्टी पौवाहरू एकदम राम्रो भएका छन्। के त्यहाँका धाराहरूलाई पुनर्निर्माण गरिएको छ, पुनः जीवन दिइएको छ। कल्चरली यो सिटी जुन जति फेमस थियो पहिले र तर विगत केही वर्षदेखि जुन प्रदूषित भइसकेका थिए त्यसलाई पुनर्जीवन पुनः त्यसमा ज्यान फुक्ने काम चाहिँ बालेन शाहको नेतृत्वको सरकारले गरेको छ। त्योबाट के देखिन्छ भने उहाँ एकदम परिपक्व नेतृत्व हुनुहुन्छ जसले चाहिँ सम्भावनाहरूलाई रूपान्तरण गरेर रिजल्ट बेस्ड कामतिर अघि बढ्नुहुन्छ। तपाईलाई मैले यही रोके, मैले के भने नि जस्तै यही रोकिनुहोस् तपाईँ, किनभने अहिले चाहिँ परिपक्व, हैन? एकजना नेता चाहिँ परिपक्व हिजोका मेयर भनेर भन्नुभयो। एक त बिचैमा नेतृत्व छोडेर हिँड्ने मान्छे कसरी परिपक्व?
ठिक छ एउटा कुरा म त्यसको हैन उत्तर दिन्छु तपाईहरुको कुरा सुन्दाखेरि त काठमाडौँ त उहाँले कति हराभरा बनाउनु भयो तपाईहरुको कुरा सुन्दा त रिजल्ट त कति राम्रो छ हैन हैन जहिले पनि कम्पेरिजन केसँग हुन्छ भने नि हिजो के थियो आज के छ के तपाई रातारात चमत्कार गर्छु नेपाललाई सिङ्गापुर बनाउँछु नेपाललाई स्विजरल्यान्ड बनाउँछु भन्ने मान्छेहरुको कुरा पत्याउने तर हिजो अलि कमजोर भएको स्थितिमा देशको इकोनोमिक कन्डिसन पनि त हेर्नु पर्यो त्यहाँबाट यहाँसम्म पोजिटिभ डाइरेक्सनमा लगेको कुरा नदेख्ने अनि त्यो पहिलो प्रश्न तपाईले जुन गर्नुभएको छ कि उहाँले चाहिँ 3.5 वर्षको कार्यकाल चाहिँ 5 वर्षको कार्यकाललाई 3.5 वर्षमै बिट मारेर छोडेर जानुभयो त्यो देशको डिमान्ड हो कि जनताको आवाज हो कि जनताले नै उहाँलाई देशको नेतृत्व लिइदिनु पर्यो भनेर एकदम आवाज उठाएका छन् किनभने यो राजनीति पहिले जस्तै राजनीति हैन यो बदलिएको स्थिति हो यो जेनजी आन्दोलन पछिको स्थिति हो योमा चाहिँ सबभन्दा स्ट्रङ फिगर सबभन्दा बढी नेतृत्व महानगरपालिकाका जनता चाहिँ देशका नागरिक होइनन् उनीहरुलाई त धोका हो नि त लात हानेर हिँड्नुभयो उहाँले लात हैन उहाँले देशको नेतृत्व गर्छु भनेर अघि बढ्नु भएको जुनमा चाहिँ काठमाडौँ महानगरपालिकाको पनि जनताहरू पर्छन् त्यसकारणले उहाँले आफ्नो 10 वटा चाहिँ कारिन्दाहरू आफ्नो मेम्बर अफ पार्लियामेन्टको लागि पठाउनु भएको छ र मलाई एकदम विश्वास के छ भने त्यो 10 को 10 जितेर आउनुहुन्छ त्यो नै बालन शाहको जित हुनेछ तपाईले यसरी लिनु होला किनभने काठमाडौँ महानगरपालिकाको जनताहरू चाहिँ यदि खुसी नभइदिएको भए यदि खुसी छैनन् भने तिनीहरू हार्छन् हैन यदि जितेर आउँछन् निर्वाचन क्षेत्र छोडेर किन झापा जानु भएको त तपाईले के यहाँबाट जित्ने उहाँको आँट भएन सबभन्दा पहिले तपाईले के बुझ्नु पर्यो भने यो लडाई चाहिँ कस्तो छ भने यो सत्य र असत्य बीचको लडाई हो के हैन यो खराब र राम्रो बीचको लडाई हो यो धर्म र अधर्म बीचको लडाई हो हैन केपी शर्मा ओली जुन एमालेको नेता हुनुहुन्छ उहाँले देखाएको चरित्र देश र जनतालाई जुन तरिकाले उहाँले व्यवहार गर्नुभएको छ हैन युवा जेनजीहरुको हैन लाइक जुन तरिकाले ट्रिट गर्नुभएको छ उहाँले जसरी टाउकोमा गोली हानेर मान्छेहरु बच्चाहरुलाई मार्नु भएको छ त्यो स्थितिमा हैन उहाँले गरेका राम्रो कामहरु होलान् पहिले पूर्व दमकमा सबभन्दा बढी पैसा खन्याउनु भयो होला उहाँले डेभलपमेन्टको लागि तर आजको यो लडाई चाहिँ धर्मको लडाई हो के धर्म र अधर्म बीचको लडाई हो र मलाई के लाग्छ भने बालन शाह धर्मको पक्षधर हुनुहुन्छ तपाईले एउटा एक्जाम्पलबाट म यो सम्झाउँछु भनेपछि अरु सबै पापी केपी ओली पापी भन्ने तपाईहरुको आशा हैन म एउटा एक्जाम्पलबाट के सम्झाउँछु भने रामायण कालमा सबभन्दा धार्मिक मान्छे र सबभन्दा बौद्धिक मान्छे चाहिँ रावण थिए हैन उहाँबाट धेरै कुरा सिक्नुपर्ने कुराहरु थियो राम त एउटा सानो प्रिन्स त थियो राजकुमार त थियो नर्मल प्रिन्स जसले आफ्नो आमाको बुवाको बाचाको लागि 14 वर्ष वनवासको लागि हिँड्या त हो नि तर अन्तिममा जित रामको भयो एउटा साधारण के भन्छ युवराजको भयो रावणको भएन किनभने त्यो धर्म र अधर्मको लडाई थियो तपाई जति बौद्धिक भइहाल्नु जति शक्तिशाली भइहाल्नुस् त्यो फरक पर्दैन के तपाई धर्मको साइडमा हो कि अधर्मको साइडमा त्यो बढी इम्पोर्टेन्ट तपाईहरु चाहिँ आफ्नो निर्वाचन क्षेत्र छोडेर केपी शर्मा ओलीको निर्वाचन क्षेत्र उहाँको गृह जिल्लामा पठाउनु भयो अनि त्यहीबाट प्रधानमन्त्रीको उम्मेदवारी पनि घोषणा गर्नुभएको छ हैन अनि टुरिस्ट उम्मेदवारलाई नेपाली जनताले भोलिका दिनमा प्रधानमन्त्री बनाउला नि त तपाई अब कसरी टुरिस्ट उम्मेदवार भन्दै हुनुहुन्छ बालन शाहलाई मलाई थाहा छैन हाम्रो भाउजू जो सबिनाजी हुनुहुन्छ उहाँ झापाकै हो उहाँ ज्वाइँ साहब हो यसरी भने उहाँ ज्वाइँ उम्मेदवार हो उहाँ घरमै जानु भएको छ उहाँलाई छोडी दिनु भएको छ झापाका जनताले अनि यसपल्ट मत दिएर उहाँलाई प्रधानमन्त्री बनाउनु हुन्छ त्यहाँका जनताले तपाई जनतामाथि विश्वास गर्नु सजिलो छ झापाको जनता सबभन्दा बौद्धिक जनता प्रधानमन्त्री पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर प्रधानमन्त्री बन्छु भन्ने सपना पूरा हुन्छ तपाईको स्टेटमेन्टबाट मलाई के फिल भइरहेछ भने तपाईलाई जनतामाथि विश्वास छैन झापाका जनता जतिको बौद्धिक जनता बुझ्ने जनता हैन एकदम सोच्ने जनता चाहिँ कमै छन् तपाई व्यापारिक रूपमा पनि राम्रा छन् उनीहरु आर्थिक रूपमा पनि राम्रा छन् र बौद्धिक रूपमा पनि राम्रा छन् र बौद्धिक रूपमा राम्रो जनताले बालन शाहको पक्षमा मतदान दिएर यसपल्ट बालनलाई प्रधानमन्त्री बनाउने रेसमा सबभन्दा अगाडि हुन्छन् भने विश्वस्त हुनुस् नेपाली जनताले युवा नेतृत्व खोज्नु भएको छ विश्वासिलो राम्रो नेतृत्व जसले देशलाई बनाउँछ त्यो नेतृत्व खोज्नु भएको छ पछिल्लो समय त्यो कुरा सत्य हो हैन तर त्यसमा तपाईहरु पर्नुहुन्छ कि पर्नुहुन्न भन्ने कुरा नि अब यस्तो युवा नेतृत्व भनेको युवा भएर मात्र नेतृत्व राम्रो हुन्छ भन्ने हैन उले आफ्नो जीवनकालमा के कामहरु गरेको छ त्यो बढी इम्पोर्टेन्ट होला उले त्यो डेलिभरी दिएको छ कि छैन समाजसँग उसको कनेक्सन छ कि छैन उले समाजको लागि काम गरेको छ कि छैन उसँग त्यो क्षमता छ कि छैन कि किनभने यो भनेको नेता भनेको एक हिसाबले व्यवस्थापक पनि हो के यो ब्युरोक्रेसी पनि चलाउनु छ उलाई पार्लियामेन्टका नीति नियम पनि ल्याउनु छ हैन पार्लियामेन्टमा तपाईलाई डिस्कसन गरेर नयाँ नीति नियमहरु जनताको फेभरमा ल्याउनु पनि छ विधायकी काम पनि हो
त्यसकारणले एउटा राम्रो व्यवस्थापक नेता हुनुपर्छ र त्यो पहिले आफ्नो जीवनमा त्यो राम्रो व्यवस्थापन उसले देखाउन सकेको छ कि छैन, कि लहलहमै पार्टीको टिकट दिएर ऊ चाहिँ आएको हो भन्ने इम्पोर्टेन्ट कुरा हो कि। त्यसकारण मलाई के लाग्छ भने युवा मात्र होइन, सक्षम पनि हुनु पर्यो, युवा र सक्षम। र प्लस अर्को कुरा के छ भने अलिकति उमेर ढल्किँदै जाँदाखेरि त्यो केही हदसम्म फिजिकली अलिकति फटिग हुने व्यक्ति र मेन्टली फटिग हुने स्थिति हुन्छ। त्यसकारण युवा प्लस कर्मठ जसले काम गरेर देखाएको छ त्यस्तो मान्छेहरू भयो भने देशमा रूपान्तरकारी परिवर्तन ल्याउन लागि सहज हुन्छ। भनेपछि बालेन शाह परिपक्व पात्र हो प्रधानमन्त्रीका लागि? तपाईले आजको दिनमा भन्ने हो भने आजको निड बालेन शाह हो। परिपक्वताको हिसाबले पनि आजको निड चाहिँ बालेन शाह हो। आवश्यकता मात्रै होइन, त्यसमा परिपक्वता पनि आउला। आजको निड चाहिँ बालेन शाह हो। हजुर, अहिलेको प्रश्नमा नै म फेरि अलिकति अल्झिन्छु। तपाईँले भन्नुभयो बालेन शाह आजको माग हो, तर परिपक्वताको हिसाबले भन्ने कुरामा तपाईँहरू पनि अझै पनि कन्फ्युजनै हुनुहुन्छ। त्यसमा तपाईँले एन्सरै दिनु भएन। म कन्फ्युज छैन, म एकदम क्लियर छु। आजको आवश्यकता बालेन शाह हो, आजको परिपक्व आवश्यकता नै बालेन शाह हो। मलाई लाग्छ यही उत्तर सही छ। भनेपछि केपी शर्मा ओली, गगन थापा, प्रचण्ड उहाँहरू पनि उम्मेदवारको रूपमा हुनुहुन्छ नि, उहाँहरूलाई के भन्नुहुन्छ? उहाँहरूलाई म यति मात्र के भन्छु भने सबैजनाले यसपल्ट सहयोग गर्नुपर्छ युवा नेतृत्वलाई अगाडि बढाउन लागि। उहाँहरूले पनि आफ्नो ठाउँबाट बालेन शाहलाई सहयोग गर्नुपर्छ र 5 वर्ष दिनुपर्छ यो देश सञ्चालन गर्न लागि। किन उहाँहरू एकदम टेस्टेड हो। उहाँहरूले जति समय पाउनुभयो त्योमा उहाँले जुन जनताले अपेक्षा गरेका थिए ती कामहरू, मूलभूत कुराहरू जो जीवन दिनचर्या चलाउनसँग, जीवन स्तर बढाउनसँग रिलेटेड कुराहरूमा उहाँले आफ्नो काम गर्न सक्नु भएन। त्यसकारणले नगर्न सक्ने व्यक्तिले एकचोटि अरूलाई पनि अपर्च्युनिटी चाहिँ दिनुपर्छ, स्पेस चाहिँ दिनुपर्छ। त्यसकारण म उहाँ दुवैजनालाई के रिक्वेस्ट गर्न चाहन्छु भने यसपल्ट उहाँहरूले पनि बालेन शाहलाई समर्थन गरेर साथ दिएर, बल्कि म त केपी शर्मा ओलीज्यूलाई यो पनि भन्छु कि यसपल्ट युवा नेतृत्व बालेन शाहले उहाँले आशीर्वाद दिएर पठाउनु पर्ने हो त्यहाँबाट। केपी शर्मा ओलीले त बालेन शाहलाई बतासे अन्डा भन्नुभएको छ नि। अब यस्तो के हो भने नि अलिकति गाह्रो छ कि उहाँलाई। उहाँ त अब एकदम खप्पिस, बोलीमा पनि खप्पिस होइन, के अरे ल्याङ्ग्वेजमा पनि खप्पिस, भाषामा पनि। म त्यतिको के त बालेन शाहहरू फेरि तपाईँहरूको टिममा होइन, जस्तै अब बालेन शाहलाई चाहिँ जनतामाझ अझ नजाने, जनतासँग नबोल्ने, पत्रकारहरूको प्रश्नको सामनै गर्न नसक्ने भन्ने कुराहरू पनि पछिल्लो समय आइरहेछ। उहाँहरू चाहिँ प्रश्नभन्दा पनि माथि हो त तपाईँहरूको नेतृत्व चाहिँ? प्रश्नको जवाफ दिनु पर्दैन, नेतृत्वमा उत्रिसके पछाडि तपाईँहरूले चाहिँ प्रश्नभन्दा माथि पनि उम्मेदवार नेता हुन्छ? दुईटा कुरा छ। तपाईले गर्ने काममा क्ल्यारिटी छैन भने तपाईँको प्रश्न उत्तर डेली बेसिसमा गर्नुहुन्छ। तपाईँ ऊ एकदम क्लियर छ क्या आफ्नो कुमा, उसले आफ्नै क्ल्यारिटी के ल्याएको छ भने उसले के काम गर्छु भनेर म्यानिफेस्टो मार्फत हाम्रो पार्टीले लिएर आउँछ। अर्को हामीले अर्को डकुमेन्ट पनि पार्टीले ल्याउने स्थिति बन्दै के छ भने प्रधानमन्त्रीले आफ्नो डेलिभरी मोडल कसरी ल्याउने भनेर। त्यसकारणले ऊ एकदम क्लियर छ उसले कस्तो डेलिभरी चाहिँ गर्छ भनेर। तपाईहरु त्यति वेट त गरिदिनुहोस्, उसले गर्न सकेन भने तपाईँ प्रश्न गर्नु होला। अब बालेन शाह झापा जाने बित्तिकै हेर्नुहोस् सुकुम्बासी जनताहरू चाहिँ डरले त्रसित, ओहो काठमाडौँको डोजर अब झापामा पनि चल्ने भयो, चल्छ अरे भनेर सुकुम्बासी बस्ती डरले त्रसित हुनुभयो। बालेन शाह त्यस ठाउँमा पुग्नु पनि भयो। तपाईँ त्रसित भन्दै हुनुहुन्छ, कतिजना खुसी पनि भएछन् त्यो हेर्नु भएको छैन कि। अब डोजर भनेको डोजर लगाउने होइन कि। एउटा कुरा के छ भने दुई किसिमको सुकुम्बासी छ के, एउटा सुकुम्बासी रियल सुकुम्बासी, एउटा हुकुमबासी के, जसलाई देखाएर राजनीति गरिन्छ के। रियल सुकुम्बासीको लागि त बालेन शाह जहिले पनि तत्पर हुनुहुन्छ, उहाँहरूलाई भूमि दिनुपर्छ, घर बनाइनुपर्छ, तर नदी किनारमा होइन कि। नदी किनारमा उहाँहरूको ज्यानको आफै खतरा हुन सक्छ। त्यसकारण उहाँहरूलाई एउटा राम्रो ठाउँमा व्यवस्थापन गरेर घर बनाएर व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा बालेन शाह पनि क्लियर हुनुहुन्छ, म पनि क्लियर छु त्यो कुरामा। नदी किनारमा उहाँको ज्यान जोखिममा पारेर उहाँहरूलाई त्यहाँ राख्न दिने होइन कि। उहाँलाई के गर्नुपर्छ भने त्यहाँबाट राम्रो ठाउँमा हस्तान्तरण गरिनुपर्छ। र जहिले पनि के छ भने हुकुमवासीहरूको यो राजनीतिक चलखेल भनौँ या राजनीतिको कारणले जहिले पनि यो एजेन्डालाई पुराना नेताहरूले के गरेका छन्, बजाएर खाने गरेका छन् कि। यो कुरालाई सदाको लागि अन्त गरिनुपर्छ, यो सल्युसन हुनुपर्ने कुरा हो कि। किनभने घाँस बाँस कपास भनेको यो मौलिक अधिकार हो र यो देशले दिनुपर्ने अधिकार हो। त्यसकारणले उनीहरूले एउटा घर चाहिँ पाउनुपर्छ। त्यसरी नै तराईका दलितले पनि, जोसँग जग्गा छैन तिनीहरूले पनि घर पाउनुपर्छ। त्यो मेरो मान्यता हो। किनभने मेरो एरियामा धेरै नै दलितहरू छन्, चमार दुसाद होइन, तपाईँ त्यस्ता जातिबाट बिलङ गर्ने जोसँग कहिलेकाहीँ जग्गा पनि नहुन सक्छ, घर पनि छैनन्, उनीहरू एउटै घरमा 20 जनासम्म बसेका छन्। त्यस्ता व्यक्तिहरूले आफ्नो घर चाहिँ एउटा पाउनुपर्छ भन्ने मेरो कुरा एकदम मान्यता हो। त्यही अनुसारले सबै यो प्रब्लम त मलाई त नेसनल लेभलबाट नै, प्रधानमन्त्री लेभलबाट नै सल्भ गरिनुपर्छ। मलाई यति के विश्वास छ भने बालेन शाहको नेतृत्वमा जुन सरकार बन्छ त्यसले यो सल्युसन गर्छ, यसलाई बढाउने काम र राजनीतिक रूपमा फाइदा लिने काम चाहिँ गर्दैन। तपाईँले भनेको कुरा नेपाली जनताले पत्याउन हाम्रो कामना छ।
र मैले अर्को कुरा के जोड्न चाहेँ भने भदौ 23 र 24 गतेको जेनजी आन्दोलनलाई मैले थोरै जोड्न चाहेँ होइन। भदौ 23 र 24 गतेको आन्दोलनमा केपी ओलीलाई तपाईँले भन्नुहुन्छ हत्यारा होइन, हत्यारालाई तपाईँले मत दिनुहुन्छ, त्यो नभुल्नुहोस् भनिरहनु भएको छ रासपाले होइन। जस्तै केपी ओली नेतृत्वको नेकपा एमाले के भन्दैछ भने सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत, सरकारी संरचनाहरू जलाउने चाहिँ रासपा अनि रवि लामिछाने लगायत बालेन शाहको टिमले अत्यन्तै षड्यन्त्रपूर्वक त्यो जेनजी आन्दोलन उक्साएर विद्यार्थीहरूलाई स्कुले ड्रेसमा चाहिँ सडकमा ल्याउने काम बालेन शाह रवि लामिछानेको नेतृत्वले गरेको हो। भोलिका दिनमा हामी सरकारमा जान्छौँ, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री महेश बस्नेत बनेर एक एक गरेर जेल चाहिँ हाल्छौँ, उहाँहरूले चुनाव जित्ने सपना नदेखे हुन्छ भन्ने चेतावनी दिनुभएको छ कि तपाईँहरूलाई के भन्नुहुन्छ उहाँहरूलाई? होइन, उहाँहरूलाई शुभकामना, सबभन्दा पहिले शुभकामना दिनु पर्यो। मेरो एकदम क्लियर कुरा हो कि सबभन्दा पहिले 23 गतेको घटनालाई पनि छानबिन गरिनुपर्छ, सत्य तथ्य निस्किनुपर्छ। 24 गतेको पनि घटनालाई छानबिन गरिनुपर्छ। हामीले डिफ्रेन्ट यस्तै रिपोर्टहरूबाट, टिभीबाट, पत्रिकाबाट के पत्ता लगाएको छौँ भने एमालेको घर काङ्ग्रेसले जलाएका छन्, काङ्ग्रेसको घर माओवादीले जलाएको छ, माओवादीको घर अर्कैले जलाएको छ। के यो ठुलो षड्यन्त्रको पार्ट चाहिँ रासपा या हाम्रो जेनजी टिम त भएका छैनन्? म त्यो कुरामा सचेत हुन चाहन्छु होइन। तपाईँले नाम लगाउनु सजिलो छ, तर एउटा अबोध बालक जसले आफ्नो बारेमा आवाज उठाइरहेको थियो, देशको जनताको बारेमा, पीडाको बारेमा आवाज उठाइरहेको थियो, भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको थियो, त्यसलाई गोली हान्नु पनि त मानवता होइन नि। अब त्यो मानवता हराएको सरकारबाट र त्यसको नेतृत्वकर्ताबाट अब यस्तो अभिव्यक्ति आउनु भनेको मलाई दुःख लाग्छ। किन मैले के सोच्छु भने मेरो देशको नेतृत्व गर्ने व्यक्तिसँग यति संवेदना हुनुपर्छ कि कोही मान्छे बित्या छ, उसको गल्ती कतै न कतै उसको प्रत्यक्ष अप्रत्यक्ष गल्तीले गर्दाखेरि भने उसँग एउटा सिम्प्याथी चाहिँ हुनुपर्छ। पहिले उसले सरी भन्न सक्नु पर्यो कि तब सिचुएसनले बताउँछ, रिपोर्टले बताउँछ कि गल्ती कसको थियो कि। त्यति पनि संवेदनहीन नेतृत्वकर्तालाई मैले के भन्ने, तपाईँहरू आफै बुझिसक्नुभयो मैले भन्न खोजेको कुरा। पीडा छ मेरो मनमा कि त्यस्तो नेतृत्वकर्ताले एकचोटि आफ्नो घर परिवारको मान्छे त्यसरी बितेको भए के गर्नुहुन्थ्यो होला? भनेपछि केपी शर्मा ओली हत्यारा नै हो भन्नुहुन्छ? सरकार हत्यारा हो। आजको दिनमा तपाईँहरूको पार्टी सभापति रवि लामिछानेलाई सम्झिँदा कसरी सम्झिनुहुन्छ? उहाँ कस्तो नेता? निडर जनताको लागि काम गर्ने नेता भनेर बुझ्छु। यति नै। हिजोका दिनमा आम नेपाली जनताको माग थियो होइन, सबै नयाँ नेतृत्वहरू चाहिँ मिल्नुपर्छ है, एउटै धारमा उभिनुपर्छ भन्नुभयो। कुलमान घिसिङको टिम पनि राजसभामै मिश्रित भएको थियो, फेरि छुटिएर जानुभयो होइन। कुलमान घिसिङको नेतृत्व आइरहँदाखेरि अझ नेपाली जनतामा उत्साह अझ थपिएको थियो, तर छुटिएर जानुभयो। उहाँहरू आफ्नै तरिकाले लाग्नु भएको छ। कुलमान घिसिङको नेतृत्वलाई चाहिँ कसरी लिनुभएको छ? म पोजिटिभली लिन्छु। उहाँले आफ्नो कामले देखाउनु भएको छ। यो देशमा अँध्यारोबाट उज्यालोमा कन्ट्रिब्युसन उहाँको पनि एकदम ठुलो कन्ट्रिब्युसन छ। त्यसरी नै म जनार्दन शर्मालाई पनि पोजिटिभली रूपमा लिन्छु। उहाँको नेतृत्वमा तपाईँले कुलमान घिसिङले काम गरेर यो परिवर्तन ल्याउनु भएको हो। त्यसरी नै जसले पोजिटिभ काम गर्छ, जसले राम्रो काम गर्छ, त्यो सबैलाई एप्रिसिएट गरिनुपर्छ भन्ने कुरा हो। चाहे त्यो जुन जातको होस्, धर्मको होस्, यति मात्र होइन कि जुन प्रोफेसनको होस्, यो देशमा पोजिटिभ काम गर्ने व्यक्तिहरू धेरै छन्, त्यो सबैलाई एप्रिसिएट गरिनुपर्छ। तर एप्रिसिएट गर्दा गर्दै पनि एउटा राम्रो व्यवस्थापक, ब्युरोक्रेट राम्रो राजनीतिज्ञ हुन्छ भन्ने पनि होइन। त्यसकारण उहाँ व्यवस्थापक राम्रो हो, अब पोलिटिसियन कस्तो हो भन्ने कुरा समयले बताउँछ। अब राष्ट्रिय राजनीतिबाट थोरै तपाईँकै क्षेत्रतिर फर्किन चाहेँ। अहिले जुन महोत्तरी 2बाट उम्मेदवारको रूपमा हुनुहुन्छ, आफ्नो जितको सम्भावना कतिको देख्नु भएको छ? कति मतान्तरले जित्नुहुन्छ? म एकदम क्लियरली भन्ने हो भने मेरो भोट लगभग 40,000 को आसपासमा आउँछ होइन। 39,000 भन्दा प्लस, 40,000 भन्दा कम, त्यही बिचमा तपाईँले मलाई हेर्न सक्नुहुन्छ। र मेरो मतान्तर केही नभए पनि 10,000 माथिको हुनेछ। अन्य दलहरूका प्रतिस्पर्धीको चुनौती पनि त उच्च बिन्दुमा छ नि होइन र? चुनौती जहाँ पनि हुन्छ, हेर्नु अब सानो चुनौती, ठुलो चुनौती जहाँ पनि हुन्छ, तर चुनौती हुँदा अपर्च्युनिटीलाई हेर्नुपर्ने हुन्छ कि एकदम सम्भावना एकदम ठुलो छ। महोत्तरी 2 परिवर्तन हुने बेला आएको छ। जनताहरू पुरै तयार छन् परिवर्तनको शङ्खनाद गर्न लागि। कसरी परिवर्तन गर्छु भनेर अहिले भोट माग्दै हुनुहुन्छ तपाईँ? सिम्पल कुरा यसरी बुझौँ। महोत्तरी 2 को बारेमा अब हजुरलाई कति थाहा छ म अलिकति बुझाउने प्रयास गर्छु। महोत्तरी 2 भनेको महोत्तरी जिल्लाको सबभन्दा गरिब र विकट ठाउँ हो, जो औँधी नगरपालिकाको 7, 8, 9 वार्डदेखि लिएर तल महोत्तरी गाउँपालिकाको पर्सा बोर्डर के भन्छ हाइवे पारीसम्मको एरिया पर्छ। यो ठ्याक्कै बिचको बेल्ट भनेको नेपालको सबभन्दा कम आय भएको व्यक्तिहरू बस्ने एरिया हो। पहिलो कुरा, सबभन्दा खराब एजुकेसन यही एरियाको छ। एउटा पनि ब्याचलर कोर्स पढाइ हुने कलेज चाहिँ छैन राम्रो। तपाईँलाई
उही स्कुल एउटा पनि सिटिभिटीको राम्रो प्रोग्राम भएको कलेज छैन। एउटा भर्खर स्टार्ट भएको छ, एउटा दुईटा, त्यो पनि एकदम प्रिमिटिभ स्टेजमा छ। एउटा पनि सेकेन्डरी लेभलको अस्पताल छैन जहाँ सर्जरी हुन्छ है। तेस्रो कुरा, इन्फ्रास्ट्रक्चर एकदम नै कमजोर छ, बाटोघाटोहरू पुगेका छैनन् गाउँ गाउँमा। चौथो कुरा, सबभन्दा बढी ड्राई डिजर्टिफाइड एरिया हो, किन हरेक साल बाढी आउँछ, हरेक साल राहत बाँडिन्छ, तर समस्या ज्यूका त्यों छ। त्यस कारणले जनताको जुन 80% किसानहरू छन् तिनीहरूले के छ भने सिँचाइको व्यवस्था नभएर र यो बाढीले गर्दाखेरि के छ भने उब्जनी भएको छैन। हजुर, अहिले तपाईँले जति पनि समस्या भनिरहनु भएको छ नि त, यी समस्याहरू तपाईँ उम्मेदवार भएपछि थाहा पाउनुभयो कि अगाडि पनि थाहा थियो तपाईँलाई? मलाई अगाडिदेखि थाहा थियो। हो, त्यसो भए तपाईँ राजनीतिमा आउनुभन्दा अगाडि तपाईँले यी समस्याहरूलाई अथवा समाजका लागि गरेको योगदान के? मैले त्यहाँ जहिले पनि जनप्रतिनिधिहरूसँग संवाद गर्दै आएको छु। त्यसरी नै योभन्दा पहिलेको सांसद, प्रदेश सांसद हैन, मेयर, वार्ड अध्यक्ष सबैसँग मेरो संवादहरू थियो। म जहिले पनि उनीहरूको समस्याहरू हल गरिनुपर्छ भन्ने कुरा जोर सोरका साथ उठाउने मान्छे नै हो, किनभने त्यही गाउँठाउँको मान्छे भएको हुनाले मैले जहिले पनि उनीहरूसँग संवाद गर्दै आफ्ना कुराहरू राख्दै आएका थिएँ। तर जति प्रयास गर्दा पनि उनीहरूको बानीमा परिवर्तन नभएको देख्दा मलाई आफै जनप्रतिनिधिको रूपमा आएर यो समस्याहरूलाई एटलिस्ट केन्द्रबिन्दुमा राख्ने र नेसनल मिडिया कहाँ यस्तो पनि तराईको एरिया छ जहाँ चाहिँ तपाईँ पहाडभन्दा 30 गुणा कम लागतमा रोड बनाउन सक्नुहुन्छ, इन्फ्रास्ट्रक्चर बढाउन सक्नुहुन्छ, यो सेवाहरू दिन सक्नुहुन्छ। यस्तो राम्रो एरिया जहाँ चाहिँ तपाईँले प्रचुर सम्भावना बोकेको एरिया हो। यदि तपाईँले अलिक कल्चरली हेर्नुहुन्छ भने मेरो विचारमा 72 भनेको वान अफ द मोस्ट कल्चरली पोजिटिभ एरिया हो। सोनामाई थानदेखि लिएर रेखा मन्दिरदेखि लिएर रौजा मजार जो मुस्लिम समुदायको लागि एकदम नै राम्रो ठाउँ हो, एकदम नै पवित्र ठाउँ हो। त्यहाँदेखि लिएर परौल थान यदि सुन्नु भएको छ भने यो पुरै मिथिलावासी जो भारत र नेपाल दुवैमा बसेको मिथिलावासीको लागि वान अफ द सबभन्दा पवित्र र विश्वास गर्ने ठाउँ हो। त्यसरी त्यहीँबाट सीताकुण्ड स्टार्ट हुन्छ। जब रामले चाहिँ बिहे गरेर बाराती लग्दै थिए अयोध्या, त्यही सीताकुण्डमा रेस्ट गरेका हुन् र त्यो अन्तर्गृह परिक्रमा जो 15 दिनको परिक्रमा हुन्छ त्यही रुटबाट जाने हुनाले त्यो रामायण सर्किट स्टार्ट हुने कुरा हो। यो कुरालाई डेभलप गरेर यो कल्चरल कनेक्टलाई हिन्दू र मुस्लिमको दुईटै साझा सम्पदाहरूलाई जोडेर एउटा राम्रो धार्मिक स्थल स्टार्ट गरेर, धार्मिक रुट स्टार्ट गरेर 1 देखि 2 दिन चाहिँ टुरिस्टलाई त्यहाँ होल्ड गर्न सकिन्थ्यो होला। साथसाथै तपाईँलाई मिथिला चित्रकलाको एकदम प्रचुर सम्भावना भएको एरिया भएको हुनाले त्यहाँका माटाका भाँडाहरू, तपाईँका त्यहाँका चित्रकलाहरू, त्यहाँका घर सानोतिनो जुन हाम्रो बाँसका बनाउने कुरा कलाकृतिहरू, यो सबैलाई प्रयोग गरेर यो यिनीहरूको पनि प्रवर्धन गरेर, झिझिया नाचहरूलाई प्रवर्धन गरेर यो कल्चरल रुटको सुरुवात गर्न सकिने प्रचुर सम्भावना भएको एरियालाई अहिले नेपालको सबभन्दा गरिब एरिया बनाइएको छ। अब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। अति संक्षिप्तमा भन्नुहोला, के भन्न चाहनुहुन्छ आफ्ना मतदाताहरूलाई? म आफ्नो मतदाताहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु कि भने यस्तो दुःख दर्द भ्रष्टाचारको स्थिति यो पुरानो नेताहरूले गर्दा भएको। त्यसकारण यसपल्ट परिवर्तनको शङ्खनाद गर्नुहोस्, नयाँ युवालाई एकचोटि मौका दिनुहोस्। 5 वर्षको मौका हो हैन। यो मौकामा मलाई एकदम विश्वास के छ भने म आफ्नो गाउँठाउँको लागि, म आफ्नो जनताको लागि, किनभने म त्यही माटोको मान्छे हो, त्यही ठाउँको 72 को मान्छे हो, त्यो गाउँठाउँको लागि मैले गर्न सक्ने काम चाहिँ प्रयास गर्छु र दिनरात खटेर 24 घण्टा खटेर त्यो जनताको मुखमा हाँसो ल्याउने प्रयास गर्छु भने यति मात्र भन्छु म। हस् त, तपाईँलाई जितको शुभकामना। यो संवाद समयको लागि पनि धन्यवाद र आगामी दिन तपाईँको नेतृत्व अझै राम्रो पनि बनोस्। धन्यवाद।